माइरहन्छु भुइँमा न्याउली चरी रुन्छ है रुखमा काठे परुला छ ढुरीमा। नमस्ते। नमस्कार। के छ, आराम छ? आज हामी चाहिँ रेबिका, जो चाहिँ आजभन्दा करिब 3-4 वर्ष पहिले जङ्गलमा गाई गोठमा रमाइरहेकी रेबिकासँग फेरि पनि पछि भेट भएको छ। पढाइको सिलसिलाले गर्दा उनी चाहिँ केही समय घरमा थिएनन् र अहिले चाहिँ फेरि घरमा आएकी छन् र सँगै आज संजोगले आज भेट भएको छ। कस्तो लागिरहेछ? एकदम खुसी भनौँ। झन् राम्रै हुनुभएछ त है? के भन्छन्, राम्रै भयो भन्छ कि नराम्रो भयो भन्छन्? त्यस्तो त अझै भन्नुभयो। कसैले केही भने छैनन्? त्यसमा तिम्रो बिहे हुन्ने के हो? हुन्न। कसैले राम्रो पनि नभन्ने नराम्रो पनि नभन्ने हो भने त बिहे नहुने सङ्केत हो नि। एकदम। बिहे भएको राम्रो कि नभएको राम्रो? नभएकै राम्रो। किन? धेरै जिम्मेवारी हुन्छ भन्ने बिहे भएपछि हजुर जिम्मेवारी लिन नचाहेको? अहिलेको जिम्मेवारी अब आफू यस्तो जिम्मेवारीमा त अलिकति गाह्रो छ भने अझै पनि केही समय परिपक्व हुनुहुन्छ हैन। अहिलेको समयमा चाहिँ धेरै जिम्मेवारीले थिच्यो भने ती थिच्दिन्छ के। हो र, धन थिचेकी बाँडिन्छ हैन। 14 वर्षको उमेरमा जङ्गलमा मजाले गाई बाख्रा चराउँदाखेरि दिदीको पछाडिबाट बोल्ने रेबिका आज चाहिँ एक्लै बोल्न सक्ने भइसकिन् हैन। सहर कस्तो होला भन्ने रेबिका अहिले चाहिँ सहर घुमेर आइसकिन् हैन। कस्तो लाग्यो सहर बसेर आउनुभयो लामो समय हैन? सहरमा चाहिँ के भोग्नुभयो? गाउँको जीवनशैली र सहरको जीवनशैलीमा के फरक पाउनुभयो? त्यो त अब गाउँको भन्दा अलिकति चाहिँ फरक चाहिँ हुँदो रहेछ हैन। अब पहिला चाहिँ मलाई चाहिँ अब गाउँको जस्तै लाग्थ्यो हैन। अब गाउँ जस्तै मलाई पहिला लाग्थ्यो। गाउँदेखि म बाहिर चाहिँ जादिनँ भने कति दर्शकहरूलाई पनि चाहिँ मैले ढाँटेँ हैन। आज म चाहिँ त्यो कुराहरूलाई चाहिँ मैले चाहिँ पछाडि राखेँ हैन। जस्तो आफ्नो जिम्मेवारी अगाडि आइसकेपछि केही कुराहरूलाई चाहिँ पछाडि राखेर चाहिँ आफू चाहिँ अगाडि बढ्नु पर्दो रहेछ हैन। अनि मैले चाहिँ सहरमा भोग्नेको चाहिँ धेरै कुराहरू छन्, तर त्यो अलिकति चाहिँ म भन्छु हैन। अब गाउँले शैली भनेको एकदमै सामान्य हो कि। अनि सहर भनेको चाहिँ अलिकति गाउँको भन्दा अलिकति माथिको जस्तो लेभल चाहिँ लाग्यो कि। किनकि हामी गाउँमा रहँदै गर्दा हामी बोल्न जान्दैनौँ हैन। हामीलाई अरू त सबै आउँछ हैन। हामी अरूलाई कस्तो संस्कार चाहिँ गर्नुपर्छ भन्ने कुराहरू चाहिँ थाहा छ हैन। अब कस्तो खालको चाहिँ भविष्य बनाउने, कस्तो खालको जीवनशैली चाहिँ जिउनुपर्छ भन्ने कुराहरू चाहिँ सहरमा चाहिँ बुझिदो रहेछ हैन। अरूलाई हेर्दै देख्दै गर्दा पनि अहिले हामीले देख्छौँ नि त आफ्नो गाउँघरमा कसै पनि नपरेको हैन अशिक्षित व्यक्तिहरू चाहिँ थोरै मात्रामा पाइन्छ के हाम्रो गाउँमा। किनकि अब उहाँहरूको माइन्डसेटमा के छ भन्ने गर्दा बाख्रा गाई हैन तिनीहरू ती पाल्नेमा हुन्छ हैन। अनि हाम्रो चाहिँ बजारमा के हुन्छ भन्ने गर्दा अब ठुलो मान्छे बन्नुपर्छ, अरूलाई चाहिँ आफ्नो नाम चिनाउनु पर्छ भन्ने कुराहरू हुन्छ हैन। अब आफ्नो गाउँमा भनेको त्यही नाम चिनाउनु भनेको जङ्गल जाने हैन। जङ्गल भनेको कतिखेर के हुन्छ थाहै हुन्न के। कति मान्छेको ज्यानहरू गुमिरहेको हुन्छ हैन जङ्गलमा। हजुर। अब आफूले नचाहेर पनि कस्तो खालको जीवनशैली जिउनु पर्छ भन्ने कुराहरू पनि भोग्यो। तर सहरमा चाहिँ त्यस्तो जीवनशैली चाहिँ जस्तो भए पनि तर गाउँको भन्दा एकदमै फरक चाहिँ माने मैले। भनेपछि गाउँ नै बेस्ट कि सहर बेस्ट राम्रो? मलाई चाहिँ दुवै लाग्छ। दुवै लाग्छ हजुर। किनकि सहर भनेको अलिकति फरक टाइप, तर गाउँको जस्तो चाहिँ संस्कार चाहिँ धेरै जसो हुँदैन। सहरमा संस्कार हुँदैन? संस्कार हुँदैन भन्दा पनि अब गाउँमा बसेको मान्छेलाई गाउँको संस्कारै मनपर्ने के। अब सहरको मान्छेलाई सहरको नै बेस लाग्छ होला, तर हामीलाई गाउँको मान्छेहरूलाई चाहिँ गाउँमै बेस लाग्छ। कति समय सहरमा बस्यो? म लगभग 1 वर्ष जति। 1 वर्ष हैन? 1 वर्षमा सहरमा बसेर धेरै परिवर्तन र सँगै धेरै कुरा सिकेर अहिले फेरि गाउँ फर्किनु भएको छ। के छ अब फेरि सहरतिर झर्ने कि अब यतै केही गर्ने कि बिहे गर्ने? अब त्यस्तो त अहिले केही पनि सोचेको छैन। अब अहिलेको समयमा के पढौँ चाहिँ लाग्छ। अझै पढ्ने? पहिला आउँदाखेरि गोठमा मस्तै बाख्राहरू हुन्थे हैन? अहिले चाहिँ लगभग गोठ पुरै खाली देखिरहेको छु। के छ, बाख्रा बाहिर चराउन लगेर हो कि नपालेर? हामीले चाहिँ पालेको, तर दाइ चाहिँ गोठालो जानुभएको छ। अहिले चाहिँ हामी चाहिँ त्यही खेतबारीमा छौँ। खेत गर्ने। हजुर। के छ प्लानिङ? अब गाई बाख्रा अझै बढाउने सोच छ कि हैन? अब अरू केही व्यवसाय गर्नुपर्छ या अरू केही जब गर्नुपर्छ भन्ने छ? अरू जब गर्नु मन छ। अरू जब गर्नु मन छ? कस्तो खालको जब गर्न मन छ? हैन त्यस्तो अरू भन्नु चाहिँ
खै कस्तो यो खालको भिडियो हेरेर टक्क मान्छेले चाहिँ जबको अफर पनि आउन सक्छ नि फेरि ल भन त कस्तो खालको जब छ जब मनपर्छ आफू पनि खुसी भयोस् तर आफूले गरेको जब आफ्नो फ्यामिली अनि आफ्नो छरछिमेकी होइन हरेक पनि खुसी होस् कि अनि अरूलाई पनि मैले के गरिदिउँ जस्तो चाहिँ होस् कि त्यो मैले गरेको जबमा चाहिँ सबैजना खुसी होस् होइन अरूले पनि मन पराइदियोस् कि ए त्यस्तो गर्यो रेबिकाले त यस्तो गर्यो चाहिँ नहोस् कि त्यो काम चाहिँ रेबिकाले गरेको कामले साउ पनि खुसी होस् रेबिका पनि खुसी हुन् यो होइन रेबिकाले गरेको कामले बा मम्मीको दाइ भाइको सबैलाई बिहान बेलुकी खाना लगाउन पनि होस् त्यस्तो खालको जब गर्न खोजिरहेछन् रेबिकाले त्यस्तो खालको राम्रो खालको अफर छ भने सम्पर्क गर्नुहोला र सँगै धेरै टाढा नै धेरै भनेको पाल्पा बुटोल पोखरा होइन त्यस्तो खालको ठाउँमा मजाले पढे लेखेकी छन् मजाले काम गर्न सक्छन् अब गाउँको परिवेशलाई छोडेर सहरको जीवनसम्म भोगिसकेकी रेबिका हिजो चाहिँ हामीले एउटा गोठमा देख्थ्यौँ अहिले चाहिँ केही परिवर्तन केही परिपक्वता छाएको छ अझै मौलाओस् है होइन यो गाउँको एकदमै राम्रो मान्छे बनेर निस्केकी छन् र अझै पनि राम्रो मान्छे बनुन् ल आज चाहिँ रेबिकासँग लामो समयपछि कुराकानी भयो पहिला कि रेबिका आज हेर्नुहोस् त गोठमा बसेर मजाले दाउरा घाँस गर्ने रेबिका आज यस्तो सुन्दर भएकी छन् कसले पाउला रेबिकालाई होइन कसले लैजाला भाग्यमानी मान्छे हो त्यो त होइन हामीले भाग्यमानी भन्ने त्यो तिमीले फेरि त्यो अभागी हो भन्ने हो क्या कस्तो केटा मनपर्छ होइन दाइ मलाई त अहिलेसम्म यस्तो केटा मनपर्छ भन्ने मेरो माइन्डसेट नै छैन होइन मसँग नलुकाउनु राम्रोसँग भन तँलाई कस्तो केटा मनपर्छ ताकि केटालाई पनि त्यस्तो बन्न परोस् के रेबिका जस्तो मान्छे पाउनलाई म यस्तो बन्नुपर्छ भन्ने त हुनु पर्यो नि केटालाई त्यो त नभनौँ होइन अब उमेर छँदैछ त्यो भन्ने कुराहरू पनि पछि आउँछ अब अहिले चाहिँ रेबिका सानै छ त्यही पनि त्यति कुरा सोच्ने भइछ भन्ने किन बनाउने त्यही त रेबिका सानै छ बल्ल 18 वर्ष काटेको छ होइन हजुर भर्खरै 18 पुरा गरेको छ त्यस्तो कुरा चाहिँ नगरौँ ए हो 18 वर्ष काटेपछि त तिम्रो साथीहरूले लगभग 14-15 वर्षमा बिहे गरे आफूलाई चाहिँ सोच चाहिँ बडो एकदमै ठुलो सोच बनाएर चाहिँ पढाइलाई चाहिँ अगाडि बढाइरहेको छ होइन हो म एउटा गीत गाएर टक्क बिदाइ हुने एउटा गीत चाहिँ रेबिकाको पहिला गोठमा बसेर गाउँथ्यो अब कस्तो आजभोलि कस्तो गाउँछ नि हेर्न बाँकी छ घाँटी समाएपछि झन् कहिले काहीँ त चिसोले घाँटी समाए झन् राम्रो हुनसक्छ नि दिदी त्यो काटी परेर आज भुइँमा गाउँथेँ वनपाखामा रुच्दै गरेको ल वनपाखामा रुच्दै सुरु गोठालेको यस्तै छ जोनी यस्तै छ जोनी घाँस दाउरा जहिले पनि नगरे नहुने वनपाखामा रुच्दै झरेको कहिले सुख पाउने होला यो गोठाले जीवनमा सधैँ पेर गर्छ यो मनमा वनपाखा कराउँछु रुँदा रुँदै बादलमा हराउँछु सधैँभरिलाई के हुन्छ देख्न जान्छु कोही आउन मन रोन्छ एक्लै भरिलाई जिन्दगी